गाइजहरू आज चाहिँ हामी 3 दिन 3 रातको लगातार बर्सातपछि आज चाहिँ हल्का खुलेकोले गर्दाखेरि चट्ट खानपिनको लागि सामानहरू त किन्नै पर्यो। त्यसको लागि सुपरमार्केट जानको लागि बिहार यता दिपेश भाइ र म चाहिँ चट्ट निस्कँदैछौँ। दिपेश भाइ बिहारमा चढेको हैन त, बिहारमा चट्ट मेरो बिहार यहाँ छ। अब यो चाहिँ चट्ट हामी लाग्छौँ र सरर जाने हो यसरी सुपातिर। दिपेश भाइ अघि म पछि बिहारमा स्याडर यसरी चट्ट अहिले चाहिँ हामी सिनगाउँमा रोकिरहेछौँ। ठ्याक्क त्यहाँनिर हरियो बल्नु साथै जाने हो। जापानमा चाहिँ यो रुल्स एकदमै फलो गर्नुपर्छ, ट्राफिक नियम चाहिँ होइन दिपेश भाइ? ट्राफिक नियम फलो गरेन भने के हुन्छ अरे? लाग्यो है त हरियो बल्यो। फाइनल्ली सुपर मार्केट पनि आइपुग्यो। चट्ट यही हो सुपा चाहिँ, भित्र अब के देखिन्छ। फाइनली हामी चाहिँ चामल लिन आएको। ल यो लाने हो, यो चाहिँ दही है, यो एउटा लाने। आलु ट्याक्कै यो होइन। हामी चाहिँ चामल लिन आएको हुनु चाहिँ है। कति रहेछ ल? 6134 यो ल अलिक राम्रो चाहिँ दुईवटा रहेछ। अरू त त्यो चाहिँ 5400 रहेछ। कुन उठाउने? ल उठाइहालौँ यो उठाउँ है। ल 10 किलो ल ल दिपेश भाइले एउटा, नेपालीहरूले के भात नखाइ हुँदैन है, एउटा मलाई हालिदिनु त ल्याम्मै। ल आजको चामल पनि उठायो चट्ट यता जाने अब। ल यता अब पराठाहरू खै हामीलाई मनपर्ने छैन रहेछ यार। यो पिज्जा भन्ने रहेछ, अनि त्यो चापाती भन्ने रहेछ, अनि दोरुते स्याकी के हो त्यो हामीले खाने खालको त्यो त रहेछ यार। यो त होइन, नेपालमा भने 20-25 रुपियाँको है, यहाँ चाहिँ 181 रुपियाँ। चट्ट किलमेट पनि सकियो। चामल दिपेश भाइको, फेरि मेरो यता चट्ट अब लाग्ने हो। अब 1 महिनाको लागि ढुक्क भएन चामल चाहिँ। चामल चाहिँ 1 महिनाको लागि ढुक्क भयो। अब तरकारी सरकारी फेरि लिन आउनुपर्ने हुन्छ। दिपेश भाइ र म चाहिँ किनमेल गरेर अलिकति मास्तिर चट्ट आएर चिसो चट्ट खाएर अब लाग्दैछौँ। कपालको फेरि कटिङ गर्ने म ल रेड बुल चाहिँ टक्क नेपालकै जस्तो तर अलिक ठुलो, तर नेपालको जति टेस्ट चाहिँ छैन है दिपेश भाइ यसमा। नेपाल जस्तो टेस्ट पनि छैन यो कोका कोलामा पनि छैन नि होइन कोरा। त्यही भएर यो चट्टाइ खाएर लाग्ने हो। अब बवाल गर्मी छ के गर्ने। सब अब त कट्टुमा हिँड्न थालिसक्यो है मान्छेहरू। ल फाइनली पी पनि सक्यो। अब चट्ट उठेर यहाँको चाहिँ सिस्टम फेरि आफैले टक्क लगेर फ्याल्नुपर्ने हुन्छ। ल
टक्कै यहाँ यसरी फाल्ने हो। ल फेरि चट्टसँगले भिआरमा चढेर भिआरमा चढेर लाग्ने हो है। यो चाहिँ हाम्रो भिआर हो फेरि यहाँको। ल फाइनल्ली रुम पनि आइपुग्यो यसरी चट्ट बोकेर मेरो यहाँ दिपेश भाइ उता